गुड मर्निङ एभ्रिवान। आज चाहिँ बिहानै 5 बजी उठेर चाहिँ नुहाइधुवाइ गरेर चाहिँ माइत जानु लागि रेडी भएर बसिरहेको थिएँ। तर बाहिर चाहिँ पानी परेकोले गर्दाखेरि चाहिँ 7 बजीको ट्रेन थियो, मिस भयो है। र फेरि 11 बजी चाहिँ रेडी भयौँ है। 12 बजीको ट्रेन पक्रिनु लागि चाहिँ रेडी भएर चाहिँ अब निक्लिन लाग्यौँ। र 11 बजीको यस्तो घाममा चाहिँ निक्लेर है। तर आज चाहिँ बिहा गरेर 3 दिनमा दुरान फर्काउन जान्छ नि, त्यस्तै फिल भइरहेको थियो मलाई। र त्यही भन्दै भिडियो बनाउँदै जाँदै थिएँ है, बुढासँग गफ गर्दै गर्दै दुईजना चाहिँ। त गरममा चाहिँ कुर्ता लगाएर है आज चाहिँ मजाले माइतै गएको जस्तै फिल भयो। हप्तामा त गइरहने, 15 दिनमा पनि माइत गइरहन्छु म। तर आज चाहिँ 1 महिना बादमा जाँदैछु र दुरान फर्काउन जाँदा गएको बेहुली जस्तै लाग्यो क्या मलाई चाहिँ आज चाहिँ। र मेरो बुढा पनि कोसेली बोकेर हिँड्दै थियो, ससुराली लाने कोसेली। खुसी हुँदै दुईजना गफ गर्दै निक्ल्यौँ है। र मेरो जेठाजुले चाहिँ पुऱ्याइदिनु भयो आधी बाटोसम्म, किन गाडी पाउँदैन यहाँबाट, फेरि ट्रेन मिस हुन्छ भनेर चाहिँ। तर दादाले नै पुऱ्याइदिनु भयो बाइकमा। र आधी बाटोदेखि चाहिँ फेरि गाडीमै जानुपर्ने, तर पनि अलिकति भए पनि छिटो हुन्छ भनेर चाहिँ दादाले आधी बाटोसम्म चाहिँ चम्पागुडीसम्म चाहिँ पुऱ्याइदिनु भयो। किन नगरकट्टासम्म चाहिँ जानु पाउनु भएन दादा, किन दादाको पनि काम थियो। त्यसले गर्दाखेरि चाहिँ दादा जानु पाउनु भएन, पुऱ्याउनु जानु पाउनु भएन आधी बाटोसम्म। तर पनि गरममा ठिकै छ है। गरममा हावा खाँदै निक्ल्यौँ है साथीहरू। अब छिटो पुग्नु पर्ने थियो स्टेसन चाहिँ। र स्टेसन चाहिँ पुग्यौँ हामी। तर मेरो बुढाले आधी बाटोदेखि चाहिँ हिँडाउँदै नै लानुभयो हो। उसलाई चाहिँ हिँड्नु मन लाग्छ, टोटो पाउँथ्यो स्टेसन त्यहीँ भित्रैसम्म पुग्ने टोटो पाउँथ्यो। तर पनि हजुर मेरो हस्बेन्डले चाहिँ मलाई हिँडाएरै लानुपर्ने। यस्तो घाममा यस्तो बिजोकले हिँड्दै गएँ म चाहिँ गनगनिँदै हिँड्दै थिएँ। गरमले मलाई चाहिँ एकदमै साह्रो परिसक्यो। म त्यस्तो गरम खप्नु सक्दिनँ, किन म यहाँ अब चिसोमै बस्ने बानी, सानैदेखि चिसोमै हुर्केर आएको। गरममा यसरी हिँड्नु पर्दा चाहिँ मलाई रुनै मन लाग्छ क्या साथीहरू। र हिँड्दै हिँड्दै रिसाउँदै भए पनि है स्टेसन आइपुगेँ कोही मुस्किलले। म चाहिँ भक्कु गनगन गर्दै हिँडिरहेको थिएँ। यो हिँड्नु पऱ्यो भनेर चाहिँ। मलाई हिँड्ने बानी छैन, त्यसले गर्दाखेरि चाहिँ मलाई पुरा रिस उठ्छ क्या हिँड्नुको लागि चाहिँ, यति पनि गरममा चाहिँ। र स्टेसन चाहिँ आइपुग्यौँ। ट्रेन चाहिँ अलिकति लेट छ भन्यो है, 12 बजी आइपुगेको, 1 बजी ट्रेन आइपुग्छ भनेर चाहिँ वेट गरेर बसिरहेको थिएँ। र साथीहरू आज त यति साह्रो ब्याड लक हाम्रो, ट्रेन पनि एकदमै लेट 4 बजी आउने भयो। त्यसले गर्दा हामी स्टेसनबाट निक्ल्यौँ। मेरो बुढाले हिँडाएरै लानुभयो, हिँडाएर लगेर बस वेट गरेँ है, बस पनि आएन। फेरि अर्को गाडी गरेर चाहिँ मालबजार जाने भयौँ हामी। त्यहाँ मालबजारबाट चाहिँ बस वेट गरेर बसमा चाहिँ सिलगढी पुग्ने भनेर चाहिँ गरममा चाहिँ हिँडेर गाडी पक्रेर त्यसको बादमा चाहिँ हामी मालबजारको लागि निक्ल्यौँ है। अलिकति भ्यूज हेर्दै जाँदै है, गरममा तातो हावा फ्याँकिरहेको थियो। तर भिडियो बनाउँदै म चाहिँ हिँडिरहेको थिएँ हो। र बसमा चढ्यौँ है हामी मालबजारबाट। र झालमुरी खानु लागि चाहिँ झालमुरी खाँदै गरममा पिरो भयो। झन् गरममाथि झन् पिरो खाँदा त साथी हो के भन्नु। र साथी जङ्सन आयौँ। जङ्सनमा पनि बस छैन रहेछ खरसाङ जाने हो। त्यहाँबाट फेरि गाडीमै लियौँ, बस त छैन रहेछ। गरममा चाहिँ जाम पनि त्यत्तिकै सिलगढीमा। आज सन्डे थियो तर पनि ट्राफिक चाहिँ पुरै थियो हो। र गाडीमा जहाँ गयौँ हामी है, यो नजारा देखेर चाहिँ साथी यति साह्रो खुसी भएँ। आज दिनभरि हामीसँग जे भयो बिहानदेखिको प्लान मिस हुँदै थियो है। खुसी लाग्यो यो देखेर चाहिँ। र फाइनली आइपुग्यौँ हामी। खरसाङ पुगेर पनि अर्को गाडी लिनुपर्छ घर आइपुग्नु लागि चाहिँ है। र साथीहरू आज मर्निङदेखिको जस्तो सुकै भए पनि यस्तो डरलाग्दो हामीले सफर गर्नु पर्यो आज चाहिँ नि। रात परिसकेको थियो, घर पुग्दा त 7 बजिसकेको थियो है।
तर पनि एन्डिङ चाहिँ राम्रो भयो क्या। घर आइपुगेर चाहिँ यति साह्रो खुसी भएँ म। चिसो गरम भइरहेको बेलामा एसीमा आउँदाखेरि त है मनै गदगद भयो। जे हुन्छ राम्रोकै लागि हुन्छ। त्यही भयो आजको चाहिँ हाम्रो दिन यसरी बित्यो है। थ्याङ्क यू भेरी मच हेरिदिनु भयो तपाईँहरूको प्रेसियस टाइम निकालेर है। धेरै धेरै धन्यवाद। र राम्रो लाग्यो प्लिज कमेन्ट गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस्, प्लिज सेयर पनि गरिदिनुहोस्, कस्तो लाग्यो भनिदिनुहोस् होला है। थ्याङ्क यू भेरी मच सबैजनालाई। बाई बाई, गुड नाइट। घरमा आइसकेको चाहिँ भिडियो बनाइनँ मैले किन थाकिसकेको थिएँ म।